यो गिरिजाप्रसादले भनेको ग्रान्ड डिजाइन भन्नु त्यो के होला भनेको त यस्तै हो रहेछ। यो के हो भने ग्रान्ड डिजाइन गर्ने भने ती भित्र बसेर गर्ने हो नि त। गगनजीलाई सरलाई कसले लग्यो चुनाव लडाउन? हो त्यो डिजाइन हो, त्यो गगनजीले बुझ्नुपर्छ। त्यसैले के हो भने र निर्वाचनको कुरा गर्दा निर्वाचनको बारेमा पनि कुरा गरौँ। निर्वाचन कुन परिस्थितिमा भयो? सिंहदरबार चलेको छ, हेडक्वार्टरमा सरकार बनेको छ, सरकारले चाहिँ सबैतिर सेना छाएको छ, सेना पहिलो एरामा बसेको छ, पहिलो पङ्क्तिमा बसेको छ बाकसमा। त्यस पछाडि मलाई छक्क लाग्छ जो एकदम शान्तिपूर्ण भयो भने शान्तिपूर्ण भएको पनि छ, देखिएको त शान्तिपूर्णै छ, तर सेनाको अम्ब्रेलाभित्र सेनाको छत्रछायाभित्र चुनाव भएको हो कि होइन त्यो समीक्षा तपाईँहरूले गर्ने हो कि होइन? सेनाको आधिपत्यता निर्वाचनमा देखिँदै थियो कि थिएन? निर्वाचन आयोगमा सरकारमा कसको सुप्रिमेसी देखियो? त्यस कारण यो स्थितिबाट देशलाई निकाल्न त सबै तयार हुनु पऱ्यो र त्यसमा नि काङ्ग्रेस एक हुनु पऱ्यो। काङ्ग्रेस एक भएर अगाडि जानु पऱ्यो। अरू के विकल्प छ? अधिवेशन गर्ने हो, सर्वसम्मत जाने हो र दुवैतर्फको साथीभाइहरू बसेर के कुरा भइरहेकै थियो। एउटा वातावरण बनाउने हो, काङ्ग्रेस एक गरेर किन मुलुकलाई सम्हालेर अगाडि लिएर जानुपर्छ, त्यसको कुनै विकल्प छैन। डिजाइन त थाहै हुँदैन नि त, डिजाइन गर्नेले गरिरहेछ, देशीले पनि गर्छन् विदेशीले पनि गर्छन्। त्योबाट त हामी सतर्क हुनु पऱ्यो नि। उसमा चुनाव त उसमा हाम्रो के सिक्किममा नि भएको हो नि त। विदेशीको चलखेलमा भएको भन्नु खोज्नुभएको तपाईँ? विदेशी सुतेर बसेको छ नि, भइरह्यो होला त। 12 फाउन्डेसन त भनिरहेछ नि त। के हो त 12 फाउन्डेसन भनेको? यहाँ भोजपुरको कुरो अर्गनाइजेसन हो त्यो। तपाईँको अनुसार त्यसो नयाँ सरकार चाहिँ विदेशीको चलखेलमा गर्नु भएको अब त्यो त नयाँ सरकारको गतिविधिले बताउला नि। हेर्दै जाउँ न के हो कसरी हो।